साथीहरू आज हल्का यहाँ हाम्रो मलेसियामा हामी बस्ने ठाउँमा सानो बजार लाग्छ, के भन्छ अरे पासर मालम भनेर। हाम्रो उतातिर नेपालमा हाट बजार भन्छ नि, त्यस्तै हो। हामी अब आजको किनमेलको लागि हाट बजार जाँदैछौँ, अनि कि मलेसिया भाषामा पासार। सो आज के पाउँछ, के नयाँ ताजा सब्जीहरू, माछा मासु के पाउँछ सबै देखाउने छु तपाईँहरूलाई। इधर देख तो ले, एक बार देख ले यार भाई यार, ये देख लेना भाई, देख ले यार, ये देखना इधर यार। यहाँ फाइनली यहाँबाट सब्जी लिने कुरा भयो। बल्ल लाइट बाल्यो यार। म चाहिँ यहाँ छु है गाइज, सब्जी किन्दैछु। कस्तो छ यहाँ लौका। फाइनली सामान किनिसकेर हिसाब किताब भइरहेछ। कति निकाल्छ पैसा अहिले होइन, हेरौँ है। फाइनली सब्जी किनेर फर्किने अवस्थामा साथीहरू देख्न सक्नुहुन्छ। झोला यो 17 यहाँ मलेसियन 17 रिङ्गेटको सामान है। यहाँ माहौल देख्न सक्नुहुन्छ, यस्तो छ भिड। यो मलेसियाको हाट बजार यस्तो छ है। साथीहरू किनमेल पछिको हल्का विश्राम हो यो। पछाडि देख्न सक्नुहुन्छ, यो भनेको मलेसियाको हाट बजार। अब यहाँ चाहिँ पासर भन्छ है, पासर मालम भनेर भन्छ। साँझ लाग्ने बजार भएर पासर मालम भन्ने गर्छ। प्रायः अब हाम्रो नेपालतिर चाहिँ के भन्छ अरे हाट बजार भन्छ। प्रत्येक हप्ताको शनिबार लाग्छ यो बजारहरू। मान्छेहरू टन्नै हुन्छ यहाँ, किनमेल गर्न आउँछ।